चल्लो हुन्न ए हुन्छ ल हाम्रो नाइट बारबिक्यू कोही देखिँदैन रहेछ आगो मात्र देखिँदो रहेछ ल ल ल कलेजो पोल राखिदिने अब कलेजो पोल राखिदिने कलेजो यो आगो चाँडै बल्ने कलेजो पोले नै टाइम लाग्यो हामीलाई यहाँ ल माम पाखा हाम्रो जङ्गलको बिचमा हो क्या यहाँ बारबिक्यू हुँदैछ यतापट्टि अनि हामी जङ्गलको बिचमा छौँ फेरि एकचोटि जाओस् न त ल अब भन् न त जनक एकचोटि फेरि जाओस् ल खै किन लजा भने भर्खर भनेको अघि कलेजो खाइयो अहिले अब टक्क लाएर बारबिक्यू भनिरहेको छ है यो चाहिँ नयाँ स्टाइल गर्ने फेरि यो होममेड बारबिक्यू पाराल्यो हामी चाहिँ है जङ्गलमा छौँ होइन त्यही भएर टक्क मेरो बुढी छ अगाडि मुख चिलाइसक्यो मासु पोल्यो होइन म त आलु पाक्छ अनि खोइ आमै आमाम को खाने हो सबै सब्सक्राइबरहरू मेरो छ है हाम्रो बर्थडेमा कति मासु खाने होइन आलु पनि खाइदिउँ न आज भनेर यसो भनेको यहाँ चाहिँ यस्तो डाँडा चाहिँ यहाँबाट हामी बसेको ठाउँबाट चाहिँ यस्तो डाँडा देख्छ क्या यस्तो भ्यू होइन राति झिलिमिलले काठमाडौँ सर हेर्दा लाग्छ र गिद्दै गिद्धले परेको सर खै बारबिक्यू एकपट्टि मात्र पाके जस्तो छ केटाले एकपट्टि मात्र पकायो यार कुक चाहिँ यहाँ छ जनक भाइ अनुहार नदेखेर मात्र हो त्यसको ल पाक्दैछ ल हाम्रो बारबिक्यू यहाँ हुँदैछ ओपनिङ है बारबिक्यू ओपन हुँदैछ लगाइदियो जङ्गल आगो लगाइदियो अब त सिल्भर फुल तातो छ है स्टाइल गरेर खाइदिने हो बुढी आज यस के गरे दाजुले भाइलाई म त खायो होला भने ल